निन्द्रा छैन रातमा, दिनभर काम गर्दै ऐया भन्दै कराउँदै सुत्ने गर्छौ खाटमा। हो बा, मैले तिम्रो सङ्घर्ष बुझेको छु। एक गाँस अन्नको लागि पैसा कमाउन घर परिवार छोडी 7 समुन्दर पारी टाढिएको देखेको छु। सन्तानले बा यो छैन त किनिदिनु न भन्दा नाइ भनेको देखेको छैन। बरु आफूले नखाएर भए पनि नलाएर भए पनि किनिदिन्छौ। बा बरु खाली खुट्टे हिँड्छन् तर सन्तानलाई चप्पलमा अड्याउने प्रयास गर्छन्। बा शब्द अलिक कम रुचाउँछन्। कविहरूले पनि बा शब्द कवितामा अलिक कम लेख्ने गर्छन्। मैले मेरो बाको आँसु झरेको देखेको छु। पसिनासँगै रगत बगेको देखेको छु। मेरो बाको मन गरुङ्गो हुँदा आँखाबाट आँसुको धाराहरू तप तप झरेको देखेको छु। बा, अब तिमी थाक्यौ। तिम्रो गरुङ्गो काँधहरू अब मेरो काँधमा बिसाइदेऊ न। पीडाले मन पोलिरहेको बेला अलिकति मलाई थपिदेऊ न। तिम्रो सङ्घर्षमा धक्का लाउनेहरू हजार आए होलान्। मलाई नि तिमी जस्तै मनको बोझहरू लुकाई अब हाँस्न सिकाइदेऊ न। अब भन त बा, तिम्रो सपना के छ? बा, अब नाथ त तिमी। ती दुःखको घडीहरूलाई पन्छ्याउँदै आएको छु। सपनाको लहरहरू अघि बढाउँदै आएको छु। चिन्ता नलिग, अब छोराले केही गर्न सक्दैन भनेर। म नि तिम्रो रगत हुँ। तिमीले गरेको दुःख सङ्घर्षहरूलाई पछ्याउँदै आएको छु। खाडीमा बगाएको पसिनाहरू किन्ने दिन आउँछ। हामी पनि त्यो चिल्लो कारमा हिँड्ने दिन आउँछ। बस अझै केही समय तिमी कुरिबस्नु। पैसा नभएर टाढिएको आफन्तहरूले पनि तिमीलाई चिन्ने दिन आउँछ। अझै पनि म सङ्घर्षको मैदानमा छु। अलिकति युद्ध मात्र लड्न खोजेको हुँ। सारा दुःखलाई उछिन्दै अघि बढ्न खोजेको हुँ। बाको अन्धकार भएको अनुहारलाई उज्यालो बनाउँदैछु। बाको दुःख पीडा भोगाइ सब देखेर एक असल छोरा बन्न खोजेको हुँ।